के गर्ला त्यो के गर्ला कस्तो खानु हुन्छ त्यो होइन खाने निस्केकै छैन के यो त होइन अब यो के गर्ने भन्नु त्यति सोच सरी केटा हुन्छ भाइ Okay guys, अब हाम्रो फाइनली डे 3 हैन क्याम्प चाहिँ सक्यो and it was a success and क्याम्प चाहिँ सक्सेसफुल भयो and अब everyone's packing है हो त्यहाँ and त्यहाँ भयो ब्रेकफास्ट खाएर हामी निस्किने है अनि look at this the rivers over there है and that's China over there right that one's Nepal and this one's Nepal this one's China and in about 1 hour or 1.5 hours we'll be leaving this right so how was your experience in camp? RIC राम्रो भयो त्यस्तो भन्दा राम्रो भयो रमाइलो भयो रमाइलो भयो राम्रो भयो सबै गुड alright guys see you एकछिनमा oh shit ब्ल्याङ्क भयो फ्यानबाट oh shit केटा कस्तो भयो त RIC तिमीहरूको के घर जानु मलाई सिक्यो खै को घर हक्स गर्न मलाई हक्स गरेन गरिसक्यो हिजोको डेन्जर हक्स गरेको यही हो क्या तैँले हक्स गरिस् त ए तर म त सँगै गर्नु गएन भन्दै थियो लास्टमा सुतिहाल्यो जो सुत्यो त्यसको गाना नै हो भन्दा आर्यन सुतिहाल्यो किन सुत्यायो हिजो हिजो किन सुत्यायो हिजो किन सुत्यो सुशान्तलाई चाहिँ यहाँ ब्याक क्यामेरा अन गर म त थाकेँ गाइज होइन म त सुत्दिएको सुशान्तले पाउँछ कसको सुशान्तले पाउँछ गाइजहरू चिया पकाउँदैछ है मासु छ त्यो चना रहेछ गाइज म चाहिँ चिया टेस्ट हान्दैछु है गाइज चिनीवाला सेट गाइज अब हाम्रो RIC सक्यो होइन we're heading back everything's loaded है एउटा एक्सपिरियन्स लिएर गएर yeah we learned a lot of things होइन from here कस्तो कस्तो दिन पनि दिनु पर्छ अब उता सामान लोड भन्दैछ उता सामान लोड हाल्दैछ है त्यो सेक्सन एको बस भयो ओ दृष्टि त्यहाँ बाहिर छ ओ सेट अच्छा भने गाइज अब हामी सिधै खाना खाने ठाउँमा गएर हजुरलाई भेटौँ न Peace guys. What up guys? हामी चाहिँ खडीचोर खडीचोरमा पुग्यो अब we are doing some shopping here and मैले सब सेल खाँदैछौँ राइट ओ सेट यो चाहिँ खडीचोर है हाम्रो बस उतातिर छ हामी अब उता गराउनु के जान्यो हामी अब लुटा गराउँछ होइन हामी घर गएर हल्का सामान लियो यो चाहिँ ब्याग भित्र छ है गाइज हाम्रो डेभी छ है ओ सेट दिशा पनि आयो ओ सेट म यहाँ बस्नु थियो हजुर बस न गाइज म चाहिँ लास्ट सिटको झ्यालमा बसिरहेको छु होइन त्यहाँदेखि अगाडि सिट चाहिँ कब्जा भएछ सो स्याडली होइन म चाहिँ लास्ट सिटमा झ्यालमा बसिरहेको छु यो शेषको सिट हो शेषको आयो शेषकर What's up bro? Okay guys, शेषकरले मलाई झ्यालमा बसिदियो है शेषकर इज अ जेन्टलम्यान गाइज अब हामी 15 मिनट्समा सुशान्तलाई झ्यालमा बस्नु दिएको कारण चाहिँ गाइज अब हामी अराउन्ड 15 मिनट्स खाना खाने ठाउँ पुग्छ होइन सेम खाना हो यो जिममा जाने यो चाहिँ नआउने हो जिम म त अब जान्छु अरे ओ सेट हाम्रो क्लासिक होन्डा रहेछ नि त्यहाँ ओ नो गाइज खतरा यही हो मलाई क्लासिक लाग्छ यो होन्डा कुन हो यो सिजी हो क्या हो ओके गाइजहरू अब यहाँ लन्च सकेँ everyone's having lunch यहाँ हाम्रो अनिस दाजु कसो भइरहेछ त टन्ना खायो भन्नु त हुँदैन सेट खाने निकाल्ने चल्नु छैन ओ सेट त्यस्तो गाइज हाम्रो अभिषेक फिर्ता है तल के भन्छ बिचमा चाहिँ उसको स्टक
छोडिरहेको थियो यही हो त्यसको स्टफ होइन अभिषेक सेट हाम्रो सरहरू जाँदै हुनुहुन्छ त्यही भएर हाम्रो किन जानु नदिएको सो स्याड गाइज छैन है guys, हाम्रो RSC finally over भयो. Oh shit! Unloading हुँदैछ guys. Unloading the stuff. ओ त कहाँ जान्न? Guys, हाम्रो rural immersion camp is officially finished, hey? It's over, guys. We're finally back to Kathmandu. This is Mr. Vijan Darrell, Mr. Subin, and Mr. Sugam. Hello. So, okay, guys, peace out, you know? This camp was very fun. Oh shit, guys. Oh shit, guys. So this camp was very fun. It's very memorable. It has been very memorable, you know? Okay, guys. Peace out, guys. सिकिराछु म त लड्न देऊ न मलाई बाँच्न देऊ न मलाई जिउन देऊ न मलाई सिकिराछु आज अलि अलि डर लाग्छ धेरै सोचे भने अलि